टोमेटो सिंगल सिंगल भिड्नु यस्तो ज्यान भोकरसँग चाहिँ भिड्नु हुँदैन, पुरै डर लाग्छ। भिडियो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज फेरि मैले अर्को भिडियो लिएर चाहिँ आएको छु। आज चाहिँ मेरो काम भनेको चाहिँ यसो डुल्दै घुम्न नै हो। म चाहिँ अलिअलि गाडी सिक्दैछु। गाडी सिक्नु चाहिँ अब मेरो जाने टाइम भएर म जानु लागेको, अब रेडी सेडी भएर म गाडी सिक्नु जाँदैछु। अनि त्यस्तै हो, गाडी सिक्नुपर्ने रहेछ। ट्रकवालाएर अनि अरूहरू चाहिँ यस्तै छ, बसिरहेको छु। रुम भाडा यस्तै छ, धरानको गर्मी यस्तै बढिरहेछ, गाह्रो छ। खायो बस्यो डुलो। स्याललाई दशा चल्यो भने सहर पस्छ अरे, मलाई पनि दशा चलेर सहर पसेको। गाह्रो भयो, खर्च मात्र हुन्छ यार हरेक कुराहरूमा यार, गाह्रो छ हौ। यस्तो भिडियो कन्टिन्यू चाहिँ गर्न सक्दिनँ, काट्दै आउँछ। प्लिज सबैले हेर्नु होला। चाहिँ टोमेटो सिंगल भिड्नु यस्तो ज्यान भोकरसँग चाहिँ भिड्नु हुँदैन, पुरै डर लाग्छ। के साह्रो मोटाएको, मेरो नानाको हालत चाहिँ मोटारै जिन्दगी जाने भयो। बाह्रै मास मोटाएकै मात्र गर्छ एकैछिनमा होइन। लगिरहेछ, रेडी सेडी पुरा भइसक्यो। गाडी सिक्नु भने अब 35 मिनट मात्र सिकाउँछ, गाह्रो छ हौ। 35 मिनट रहेछ। टक्क अरूतिर चाहिँ कसरी सिकाउँछ भन्नुहोस् गाइस। हाम्रोमा चाहिँ म सिक्ने ट्रायलमा चाहिँ ठ्याक्क 35 मिनट मात्र सिकाउँछ गाडी। अनि त्यति सिकाएर टक्क लाइसेन्स निकालिदिन्छन्। मलाई चाहिँ फेरि गर्नुलाई चाहिँ फ्री, सिक्नुलाई चाहिँ फ्री रहेछ। पैसा तिरिसकेपछि चाहिँ एकचोटि निस्केन न, अर्कोचोटि चाहिँ फ्रीमा सिकाउँदो रहेछ। टक्क अब चाहिँ म गएर पछि अब गाडी त चलाउनुपर्छ। बाटोमा भिडियो बनाउनु पाउँदिनँ होला, गाडीमा चढेको पनि भिडियो बनाउनु पाउँदिनँ। सो गाइस अब यस्तै हो। अब सरलाई जानु पऱ्यो, रेडी सेडी भइसक्यो। यता भान्जी रेडी हुनु हुँदो रहेछ फाल्टै, अब जानुपर्ने हुन्छ। म चाहिँ गाडी सिक्नु लागेको छु। यही रहेछ कलाएर सिकारुको गाडी भनेर लेखेको छ। यहाँ गाडीमा चाहिँ सिक्नु आज जहिले नै यही गाडी हो। रहेछ यस्तो ल गाइस, अब गाडी चलाउँदै भिडियो बनाउँछ आउँथेन। अर्कोजना पनि सिक्ने थियो त है, सिक्ने नै थियो अर्कोजना भाइको साथी थियो। ए सिकौरी टोलीहरू लाग्यो।
सानो साइकलमा चाहिँ ठुलो साइकल चाहिँ सानोको काम चाहिँ ठुलो छ है साइकलको हाम्रो उपयोगी ल बस्छु बेलुका भएपछि यसो निस्कियो अब त घामले पनि पोल्नु थाल्यो गर्मी चढिसकेको छ दिउँसो त निस्किनु सक्नु छोडियो अब टक्क लाएर भ्लग बनाउने मान्छेहरू पनि आएछ त टक्क लाएर मेरो भान्जा चाहिँ पुरा भ्लगर बन्ने अरे नाम के हो तिम्रो नाम के हो नाम के हो आरसी के राई कता हिँडेको मेरो नाम मिस्टर हो मिस्टर प्लिज मामा देखाइदिनु न त हेलो हेलो भान्जे